क्वेशन नम्बर 1 कुन देशमा छतबाट हाम फालेर सजाइदिन्छ? ए न्युयोर्कमा, बी भुटानमा, सी इन्डोनेसियामा, डी जापानमा। तपाईहरुको सही उत्तर हो ए न्युयोर्कमा। क्वेशन नम्बर 2 घरको मन्दिरमा कुन वस्तु राख्नाले गरिबी आउँछ? ए घिउ, बी मह, सी मासु माछा, डी अगरबत्ती। तपाईहरुको सही उत्तर हो सी मासु माछा। क्वेशन नम्बर 3 विश्वमा पहिलो तेलको इनार कहाँ खनेको थियो? ए साउदी अरबमा, बी अमेरिकामा, सी भारतमा, डी चीनमा। तपाईहरुको सही उत्तर हो बी अमेरिकामा। क्वेशन नम्बर 4 काँचो आँपमा कुन भिटामिन हुन्छ? ए भिटामिन के, बी भिटामिन ए, सी भिटामिन डी, डी भिटामिन सी। तपाईहरुको सही उत्तर हो डी भिटामिन सी। क्वेशन नम्बर 5 कुन चराले आफ्नै कानले देख्छ? ए कागले, बी कोयलले, सी मजुरले, डी चमेरोले। तपाईहरुको सही उत्तर हो डी चमेराले। क्वेशन नम्बर 6 विश्वमा सबैभन्दा बढी चाडपर्व मनाउने देश कुन हो? ए नेपालमा, बी भारतमा, सी भुटानमा, डी पाकिस्तानमा। तपाईको सही उत्तर हो बी भारतमा। क्वेशन नम्बर 7 कुन पर्वलाई उज्यालोको पर्व पनि भनिन्छ? ए बैशाखी, बी दीपावली, सी होली, डी कुनै पनि होइन। तपाईको सही उत्तर हो बी दीपावली। क्वेशन नम्बर 8 कम्प्युटरको मस्तिष्कलाई के भनिन्छ? ए मनिटर, बी किबोर्ड, सी सीपीयू, डी माउस। तपाईहरुको सही उत्तर हो सी सीपीयू। क्वेशन नम्बर 9 हात्तीको औसत आयु कति हुन्छ? ए 44 वर्ष, बी 50 वर्ष, सी 56 वर्ष, डी 57 वर्ष। तपाईको सही उत्तर हो डी 57 वर्ष। क्वेशन नम्बर 10 बैगुनी स्याउ कुन देशमा पाइन्छ? ए चीनमा, बी भारतमा, सी जापानमा, डी अमेरिकामा। तपाईको सही उत्तर हो ए चीनमा।